हेलो एन्ड नमस्ते गाइस वेलकम ब्याक टु माई मिनी ब्लग अनि आजको दिन मेरो कसरी गयो भनेर तपाईँहरूलाई देखाउन आँटिरहेको छु। अनि फर्स्ट चाहिँ मैले डिटक्स वाटर खाएँ है, अनि यो चाहिँ एकदमै हेल्थको लागि राम्रो हो। अनि नेक्स्ट टाइम म तपाईँहरूलाई यो कसरी बनाउँछ सेयर गरिदिन्छु। त्यस बादमा चाहिँ मैले खाजा खाएँ अनि खाजामा चाहिँ चाम्रे थियो। त्यस बादमा हामी रेडी भयौँ वीरपाडा जानु लागि। म चाहिँ अल सेट रेडी है, अनि नानीहरूको स्कुल देख्न सक्नुहुन्छ। त्यस बादमा हामी त्यही बाटो वीरपाडा जान्छौँ अनि पेट्रोल लगाएर चाहिँ अलमोस्ट हामी वीरपाडा पुग्यौँ। अनि यहाँबाट डाइरेक्ट गयो भने चाहिँ तपाईँ जयगाउँ पुग्नुहुन्छ अनि लेफ्टपट्टि पस्नुभयो भने चाहिँ वीरपाडा। अनि यहाँबाट चाहिँ घुम टु भुटान पनि जान्छ। अनि हामी डेन्टिस्टको मिटिङ काम गरेर बजारहरू घुम्यौँ। त्यस बादमा हामी आयौँ खाजा खानुको लागि लभली स्विट्स। अनि लभली स्विट्समा चाहिँ एकदमै राम्रो मिठो खानाहरू पाउनुहुन्छ है। अनि मैले चाहिँ खाएँ डोसा विच इज माई फेभरेट होइन। अनि मैले चाहिँ खाएँ चिज डोसा। अनि नानीले चाहिँ खायो मोमो। अनि हामीले खाना खाएर चाहिँ त्यसको बादमा घर आयौँ वापस। फर्स्ट चाहिँ हामीले आइसक्रिमहरू खायौँ, त्यहाँदेखि चाहिँ आएँ हामी घर वापस। अनि आउँदै गर्दा चाहिँ वापस आउँदाखेरि चाहिँ रिलायन्सको ग्रोसरी स्टोरमा गयौँ अनि सामानहरू किन्यौँ घरको लागि। त्यस बादमा घरमा आएर चाहिँ मैले आज खाना बनाइनँ किनभने मेरो हस्बेन्डको कलिगले ईदको बिरयानी पठाइदिनु भएको थियो, एकदमै टेस्टी थियो। थ्याङ्क यू फर वाचिङ माई भिडियो, किप सपोर्टिङ एन्ड लभिङ।